Hello guys, welcome back to my new vlog. सबैजनालाई नमस्कार। म अजु बिके किनकि अजु बिके 0.06 है। म चाहिँ यति बेलामा अहिले आफ्नो घर छु। यस्तो घरै 5 धर्ना रामघाटमा है। त्यही हो गाइस, आजको चाहिँ मैले भ्लग चाहिँ दिन पाएको छैन। त्यसको लागि चाहिँ I'm so sorry है। अनि आजभोलि कन्टेन्ट पनि खासै त्यो छैन। अनि त्यसपछि कामको व्यस्तताले गर्दाखेरि पनि अलिकति चाहिँ त्यो फ्री हुन पाएको छैन। अनि अथवा कतैतिर घुमिन चाहिँ जान पाएको छैन। अनि त्यस कारणले पनि भ्लग चाहिँ दिन पाएको छैन। तर हेर्दै गर्नुला, हजुर भ्लगलाई दिनेछु मैले है। अब राम्रो बनाऊँ भनेर सोचिरहेको अरू भन्दा चाहिँ अलिकति फरक के गरौँ कि भनेर सोचिरहेको। अनि अलिकति चाहिँ घाँटी चाहिँ टङ्सिल चाहिँ होला जस्तो भइरहेको छ कि यहाँनिर खब जम्या जस्तो कस्तो काममा गएको बेला अलि धुलोसुलो यताउता के भयो कि जस्तो लागिरहेछ। यिनी चाहिँ मेरो छोरी। हेलो भनिदेऊ। हात यस्तो गरिदेऊ न। हेलो भन। म जया भन। त्यस्तो होइन नि। म जया भन राम्रोसँग। तिमी यस्तो नगराऊ क्या। म जया भन। ठिक छ, हुन्छ मेरो छोरी जया। त्यही नै हो। अहिले चाहिँ हामी बाबा छोरी चाहिँ है छोरी हामी सँगसँगै बसिरहेछौँ होइन छोरी। बोल्न चाँगर लाग्छ छैन। त्यही नै गाइस, सबैजनालाई हेर्दै होला अझ भ्लगलाई। अनि माया पनि गरिदिनु होला है। सानो सर्ट भिडियो चाहिँ राखिदिइरहने छु। लङ चाहिँ भिडियो चाहिँ आजभोलि राख्ने छैन, अलिकति पछि नै राख्नेछु है त। के भयो? ल यति भन्दै हजुर छुट्छु गाइस। सबैजनाले माया देखाइदिनु पऱ्यो हजुरलाई है त। सबैजनाले माया गरिदिनु होला। अनि यति भन्दै अहिले चाहिँ म यही नै अन्त्य गर्छु। सर्ट बनाउँछु भनेको थिएँ। अब 2 मिनट 13, 14, 15 को भइसकेको छ होइन। त्यही नै गाइस, हेर्दै गर्नु हजुरलाई ल है त गाइस। सबैजना सेफ रहनु होला र सबैले इन्जोय गर्नु होला आफ्नो ठाउँमा बसेर है। ल यति भन्दै हजुर छुट्छौँ गाइस। बाइ गाइस, भेट्नेछौँ नेक्स्ट भिडियोमा। त्यतिन्जेलसम्मको लागि हजुरलाई हेरेर माया र साथ सपोर्ट दिँदै गर्नु होला है त गाइस।